सबैजनाले ताली बजाउनु। बर्थडे सेलिब्रेसनको भिडियो आउँदैछ। हाम्रो यहाँ दिदीको एकजना, म चाहिँ यहाँ छु, वाला जैनसी। अलमोस्ट यतिको चाहिँ भइसकेको छ बर्थडेको डेकोरेसन। चाहिँ यहाँ हुनुहुन्छ दिदी, ह्याप्पी बर्थडे छ। हाम्रो डेकोरेसन भइसकेको छ, फाइनल चाहिँ यस्तो भएको छ। फाइनल लुक चाहिँ भइसकेको छ बर्थडेको, र यहाँ डेकोरेसन चाहिँ भइसकेको छ। भोलि चाहिँ हामी जाने जेरुसलेम है दिदी। सबैजनाले ताली बजाउनु।
हामीलाई सिकाउनुहोस् र हामी बुद्धिको हृदय प्राप्त गर्न सकौँ र हाम्रो आयु चाहिँ है हाम्रो दिनहरू 11 मा यहाँनिर के भनेको छ किनभने मद्वारा नै तेरा जीवनका दिनहरू धेरै हुनेछन् अनि त दीर्घायु हुनेछ हाम्रो आफ्नैद्वारा होइन हाम्रो बल बुद्धिले पनि होइन हामीले धेरै एक्सरसाइज गरेर पनि होइन डाइटिङ गरेर पनि होइन है कसैले केही पनि आयु चाहिँ हाम्रो बढाउन सक्दैन भएको छ यर्मिया 29 को 11 मा भनेछ उहाँले जुन योजनाहरू है किनभने जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु तीमा जान्दछु परमप्रभु भन्नुहुन्छ ती तिमीहरूको उन्नतिको निम्ति हुन् नोक्सानीको निम्ति होइन अनि पम्फा बहिनीलाई रक्षा गरून् परमप्रभुले आफ्नो मुख पम्फा बहिनी माथि चम्काउन् र उहाँलाई अनुग्रह गरून् परमप्रभुले आफ्नो चेहरा पम्फा बहिनी माथि प्रकाश गरून् र उहाँलाई शान्ति दिउन् परमेश्वरले धेरै धेरै आशिष दिनु भएको होस् हामी प्रार्थना गर्नेछौँ सबैजनाले मिलेर प्रार्थना गर्छौँ।